कति वर्षको कति वर्ष रे तपाईँ 104 होइन अब फागुनको 15 गते 104 वर्ष हुनुहुन्छ है पुसको 15 गते 104 वर्ष लाग्नुहुन्छ होइन ए हजुरभन्दा नि कान्छ हाम्रो हजुरबा त कति 95 वर्ष बित्नु भएको मे भत्ता त पहिले जमानामै खाएको नि भने हामी त यहीँ चितवनमै जन्मे हो हाम्रो बाबाहरू चाहिँ उता पाउनु पुग्यो अब त्यो एउटा चुरोटको नि के पैसा लिनु तपाईँसँग नातिले अब दियो उपहारै भयो तपाईँलाई आज नातिको बर्थडे हो नि त हो के खानुहुन्छ यो हाम्रो सृष्टि बनाएको कसले रे बा शिव हो नि क्या सबै कुरो शिवै हो अनि सबैले कृष्णले हो भन्छ त शिवको बाउली छैन बाउली छैन भनेर लागिरहेन अहिले मान्छे शिवको बाउले शिव त आफै उत्पन्न भएका पृथ्वीबाट ए भनेपछि त्यो जीविन आमाले चाहिँ भन्न पर्यो आदर्श गरेर बनाउनु पर्यो भनेर मुन्डुको बुढाबुढी जम्मा भएर बनाएको अनि जाँदा जाँदा त भ्याउन सकेनन् चितवन त एकदम बाबुभाले लाइन ठाउँ हो यो चितवन त पहिला त पुरै च्यान्डाडा थियो नि त यो चितवन जम्मै यो झाडु तारेहरू कसले कसले थिए तिमीले त च्यान्डाडा बनाउने यसलाई फालिदिने काले खाली फाटेर तपाईँ दिने त्यस्तो पहिला त नि यहाँ चिसो पानीमा नि मान्छे जलाउँथ्यो अरे नि त यहाँ खोलानिर फाल्ने त्यही हो नि यहीँ हो है फाल्ने अनि यो ठाउँ त अनि पुरै च्यान्डाडा हो र नि त पहिलाको त च्यान्डाडा हो नि सबै जयमंगला सबै च्यान्डाडा सबै जयमंगला खोले हिमालसम्म च्यान्डाडा खोले सिमल अनि तपाईँको त्यो पदमपुर जम्मै च्यान्डाडा हो सबै च्यान्डाडा त्यो पहिलाको थारू दराई कुमार बसेका छन् तपाईँ चितवनमा चाहिँ कति सालमा आउनुभएको म 25 सालमा 25 सालमा भनेपछि कति 1925 म जन्मिएको चाहिँ 1979 को उनीहरूको चाहिँ भन्नु पर्यो 1979 मा जन्मेपछि म 25 सालमा चाहिँ झरेको यहाँ चितवन कहाँबाट गोर्खाबाट अब 10 वर्ष त मैले बन्दीपुर बसेँ बन्दीपुर बस्नुभयो 10 वर्ष जन्मेको चाहिँ कहाँ तपाईँ बन्दीपुर साउहरूले चाहिँ हुरी बनाएर चेतना अब गाडी चल्ने भयो गाडी आधा टाढा टाढा आउँछ एउटा दुईटा फाटा फाटा चल्थ्यो होला होइन गाडी काठको काम पहिला पुरै काठे हो बन्दीपुर त्यत्रो बिल्ली ठगाएको मैले हो काठको काम अनि यहाँ त अनि पुरै त्यो साल घारी थियो अरे नि त पटपटे घारी साल घारी पुरै घोल हो यो त घोलै हो केही छैन बाबु लिएर जानु केही छैन लिएर आउनु केही छैन के हुने हो के हुने हो पोइमा लाने जस्तो हुने होइन जब त हामीले भनेको कुरो के भने मसँग तिमीले कुरो खोज्यौ है छोरी मान्छे यो थापेर हान्छ छोरी मान्छे भने डेन्जर हो थापेर हान्छ पाक्ने खातिर अनि बिहा बर्जुन गरेर ल्याउने ताके थाप्नु त पर्छ होइन तिमी पनि दुलै ल्याएको छौ होला छैन नि बा मैले त बिहानै गरेको छैन बिहा नगरे भए चाहिँ तिमीले यो अब त्यो आँदैन अहिले त जिउ मलाई भनेको स्वामीलाई राष्ट्रपति बनाइदिएको त्यहाँ रानी दिबाट त्यही त नि चाल हानेर अहिले चाहिँ भन्दा बल्ल बाहुन बाहुनलाई चाहिँ भन्दा राष्ट्रपति बनाइदिन्छ यो खोलिदिनुलाई
पृथ्वीनारायण शाह हुँदाखेरि तपाईँ कता हुनुभएको थियो? अनि उहाँ उपर धनगढीमा बस्थ्यो नि त, थाहा थियो कि थाहा थिएन? धनगढीमा त कहिले आउने हो? त्यहाँबाट पुरै बम हान्थ्यो अरे त अनि। यो दादा गोली 18वटा मैले टिपेर यही चित्तनाको फालिदिनु भयो? उहाँ पालीपट्टि उपरगढीबाट पालीपट्टि पारिपट्टि हेर्नु गोली हानेर टङ लाग्यो भने अलिअलि घाइते हुने त्यो ढुङ्गा अनि दादा गरेको त गएको थिएँ म एकपल्ट चाँदी खेल्नु गर्नलाई। जानुभएको थियो उहाँ माथि? 18 वर्ष गएको थिएँ त्यहाँ गएको गोली त पर्छ पुरै गोली लाग्यो गोली पहिला त यहाँ त उली गरे इन्डियाले आक्रमण गरे ठाउँ हो नि त यो। पहिला इन्डियाले कब्जा गरेको थियो? कब्जा गरे छैन त यहाँ भेट्दैसम्म इन्डियाले लुटेर ल्याए नि त हाम्रो नेपाल। त्यो कालापानीहरू, यो सिक्किमहरू अनि यो म्यानमारहरू यो सब नेपालमै पर्छ नि त, इन्डियाले खायो नि त। यो त उसले बेचा भन्छ त्यो के अरे त्यो गिरिजा प्रसाद कोइराला हो कि केले? चितवन, हाम्रो चितवन, हाम्रो देश नेपाल भनौँ न। हाम्रो चितवन त काउली पनि चितवन यो पाहाडमा। काउले तपाईँको सबै अब यो चितवनको सबैभन्दा अग्लो डाँडा सिराइचुली, म अस्ति पुगेर आएको। सिराइचुली चितवनको सबैभन्दा अग्लो डाँडा अस्ति पुगेर आएको म। डाँडामै पुगेर आएको। रमाइलो हुन्छ एकदम रमाइलो। यो तपाईँको यो बजारे तपाईँको यो चितवनको भ्यूहरू सब देखिन्छ। यो अहिले दिउँसो चढ्यो भने तपाईँको यो नारायणीको खोला अनि यो हाम्रो यो घरहरू होइन, अनि यो गाडी हिँडेकै देख्छ उहाँ माथि टुप्पोबाट। तपाईँको एयरप्लेनहरू आउँछ नि त्यसो देखिन्छ। भनेपछि आज नातिको बर्थडे के खानुहुन्छ त नि? के दिनुहुन्छ त्यही खान्छ भोक्ला भोला चपनी कुरो हुँदैन बाबु। बिस्कुट खानुहुन्छ? बिस्कुट खानु के खानुहुन्छ त? बिस्कुटै हो कमलु? दुनो त अब उहाँ चोकमा जानुपर्छ कृष्ण मन्दिरमा। अहिले यहाँ नजिकै गरौँ जुस र अनि बिस्कुट खानु नि त है। आज 104 वर्षको बुढो बासँग आज बर्थडेमा अब बालाई त अब खुवाउनै पर्यो। 104 वर्षको बुढो, एउटा छोरो छोडेर गएर बुढो अहिले एक्लै भएर यसरी नि लाउनु। चिसो छ फेरि यो 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 चाहिँ चिसो खाएकै। यो चाहिँ आँखाले त्यो देख्नुहुन्न है? यो पहन लगाइदिन्छु यो यसरी होइन। अनि त्यो फुटाले हेर्नु भयो यहाँरी गर्ने हो, यो यहाँरी घुसाइदिने हो। यति साह्रो रहेछ यहाँरी बनाउने। पख्नै यो फुटाल्छु लिन्छु म। यसरी मिल अहिले भारी छैन अहिले एकछिनमा बिहान र बेलुका चलाउँछु। दिउँसो अब धेरै नै भारी भयो भने चाहिँ अब हजुर बाबा त बित्नु भइसक्यो नि। मेरो बाबा घरै बस्नुहुन्छ, कहिले पसलमा आउनुहुन्छ, बिहान बेलुका यसो सामानहरू ल्याइदिनुहुन्छ।
त्यही हो। अनि अब बिहानबाट बेलुकासम्म चाहिँ मै बस्छु। त्यो जग्गा किनेकै हो। अब किन्ने विचार गरिरहेको छु, बेच्यो भने। अब 2-3टा काममा हात हालिछु, सक्सेस भयो भने चाहिँ लिने सोच गरेछु। सबै कुरो भनेको बुझ्न भएको हुन्छ। तपाईँको त दाँतै छैन होला है? होइन, एउटा नि छैन, सबै झरिसक्यो। सलाम गुरु। को रमचन? नुना आएको